Okay, गफ गफ विथ बुनु सुरु हुँदैछ। कृपया आफ्नो सिटको पेटी बान्नु होला। अनि किनभने आज हामीसँग हुनुहुन्छ एकदम एयर होस्टेस जस्तै मन्द मुस्कान भएको मल्टिमिडिया ट्यालेन्ट आर्टिस्ट। नमस्ते बोजू बजेमा स्वागत छ। अनि आजको हाम्रो एपिसोडमा हामीसँग हुनुहुन्छ हाम्रो विशेष अतिथि, मल्टी ट्यालेन्टेड, मल्टी हाइफेनेटेड फोटोग्राफर, भिडियोग्राफर, क्युरेटर। उहाँको नाम हो बुनु ढुङ्गाना। बुनु प्लिज बोजू बजेमा स्वागत छ। थ्याङ्क यू सो मच भृगुटी। मैले अस्ति पनि भनि लाइक मेरो त फेभरेट पडकास्ट होस् तिमीहरू। म त अलिकति आउनलाई नर्भस भयो क्या यहाँ आउन। तिमीले कुरा गरौँ भन्दा त ला अब कस्तो कन्सियस पो भयो। त्यस्तो मान्नु पर्दैन। अस्ति हामीले ट्रायल रन गरिसकेको छौँ, सो आइएम स्योर यु मस्ट बी मोर कम्फर्टेबल नाउ। आई अल्सो वान्ट टु से बुनुले भनिहाल्यो होइन, हामीले उसलाई वी नट पेड हर फर दिस इन्टरभ्यू टु बी लाइक हाम्रो टु स्टार्ट विथ हाम्रो तारिफ है। तर बुनु चाहिँ हेज बिन लाइक आवर लिसनर सिन्स लाइक वी स्टार्टेड इन 2016। अनि इनफ्याक्ट मैले बुनुलाई लास्ट टाइम भन्दै थिएँ, इट्स द फर्स्ट टाइम लाइक we've actually like having a conversation outside of like reacting like haha and heart emoji on Instagram. I think this is the first time we're like having like a sit down conversation. So धेरै धन्यवाद बुनु। So हाम्रो श्रोता plus हाम्रो दर्शक, now that we are doing video also because stupid tech bros want everything to be on stupid भिडियो, त्यसले गर्दा हेर्नु कपाल कोरेर आउनु पर्यो साथीहरू हामीले, नभए म कपाल कहिले कोर्दिनँ। मेरो पनि आज मिलाएर आएछु कपाल। Very nice, very nice, very nice. Feminists also comb their hair. बुनुको त भनिहालेँ मैले, यस्तो मल्टी ट्यालेन्टेड, मल्टी हाइफेनेटेड आर्टिस्ट हुनुहुन्छ उहाँ, बेस्ड इन काठमाडौँ। शी प्राइमरली uses photography as a medium to explore and question the world around her. In fact, one of the first works that I came across of Bunu's was also called Confrontations, where she talks about patriarchy using different के भन्छ identifiers of a married woman, नेपाली समाजको। सो त्यहाँबाट चाहिँ मैले चाहिँ त्यसरी म चाहिँ बुनुसँग परिचित भएँ उहाँको कामले, अनि प्रभावित पनि भएँ भन्नु पर्ला हैन। अनि of course most of her work center around questioning the notions of gender and patriarchy. And Bunu's work has been featured in several prestigious exhibitions around the world. She's been part of several international fellowships. She's been closely associated with Photo Circle. अनि उहाँ चाहिँ यस्तो हार्वर्ड युनिभर्सिटीको यस्तो दामी फेलोशिप पनि गर्नुभएको छ, जसको बारेमा हामी एकछिनमा कुरा गर्छौँ। लाइक तिम्रो कसरी, हाउ डिड यु गो फ्रम लाइक being a student of sociology to like now what you do as a person in the creative fields? टिनेजरै थिएँ नि त, डेली गएँ, टिनेजरै थिएँ। अनि त्यसपछि त्यहाँ जाँदाखेरि त एक किसिमले म के वर्ल्ड ओपन्ड अप फर मी भने जस्तो कि लाइक इन टर्म्स अफ लाइक कल्चर। अब त्यहाँ त मान्छेहरू भेट्ने, लाइक पिपल वुड बी लाइक डान्सर्स, पिपल वुड बी लाइक फोटोग्राफर्स, पिपल वुड बी डुइङ इन्टु फिल्म्स, असिस्टिङ, डुइङ अल काइन्ड्स अफ थिङ्स। अनि अब हाम्रो त यहाँ डक्टर इन्जिनियर हो या एक किसिमको त्यो हुन्छ नि आइडिया। त्यहाँ चाहिँ आई थिङ्क द वर्ल्ड सर्ट अफ ओपन्ड अप फर मी। अनि त्यो इन्डिया जानुभन्दा अगाडि मेरो अलिकति आँखा खुलेको चाहिँ बिकज मैले काठमाडौँ पोस्टमा इन्टर्नसिप गर्थेँ। अनि इन्टर्नसिप गर्दाखेरि चाहिँ मेरो काम होइन त्यो आर्ट एन्ड कल्चर बिट हुन्छ नि त होइन, बिट। सो मेरो अनि एज एन इन्टर्न आर्ट एन्ड कल्चर बिट थियो। अब मलाई आर्टको बारेमा के पनि जिन्दगीमा थाहा छैन। अनि मैले त एडिटर सर मैले त केही आर्टको पनि थाहा छैन, पिकासो पनि थाहा थिएन होला क्या, नट द्याट अब पिकासो इज डिपली problematic of a artist in today's context, when not today's context always, but तर मलाई अनि त्यहीँबाट सुरु भएछ जस्तो लाग्छ कि। सो म चाहिँ के, मेरो काम चाहिँ त्यतिखेर गएर यो आर्ट एक्जिबिसन यहाँ हुँदैछ हुन्छ नि भन्ने, अनि त्यसपछि आर्टिस्टको एउटा कोट ल्याउने, त्यहाँ कोही हेरिरहेको मान्छेको एउटा कोट ल्याउने, अनि आएर एउटा सानो रिपोर्ट बनाउने बेसिकली। अनि सो त्यसले गर्दाखेरि पनि आई थिङ्क मलाई अलिकति सर्ट अफ बाहिर जाने, मान्छेहरू भेट्ने हुन्छ नि, द्याट सर्ट अफ होल। अनि थिएटरको पनि अब आर्ट कल्चर भएपछि जेनरली सो, अनि फोटोग्राफी एक्जिबिसन्सहरू पनि गइन्थ्यो त्यतिखेर, आर्ट एक्जिबिसन्स पनि गइन्थ्यो। अनि लाइक यङ पर्सन हुँदाखेरि एकदम त्यो एउटा खालको कन्फिडेन्स पनि हुँदो रहेछ, म गरिहाल्छु, जानिहाल्छु भने जस्तो एक किसिमले गर्दै जाने हो, सिक्दै जाने हो भन्ने
कन्फिडेन्स पनि आउँदो सो त्यो पनि थियो एउटा एउटा पार्ट अहिले हेर्दाखेरि चाहिँ इट फिल्स लाइक इट्स कम फुल सर्कल इन अ डिफ्रेन्ट वे इभन इफ आई ह्याडन्ट इन्टेन्डेड टु बी वान यु नो एज एन आर्टिस्ट सो सोसियोलोजी पढेँ अनि त्यसपछि रिसर्चमा काम गरेँ अनि मलाई चाहिँ मलाई पनि हो र अलिकति पिएचडी गर्ने एकदम रहर थियो बौद्धिक हुने बडो रहर थियो अहिले पनि एकदम छ भनौँ न एक किसिमले भित्र मैले बौद्धिक हुन चस्मा लगाएको जस्तो गरेको जस्तै हो खासमा यो आलु चस्मा होइन न मैले यङ हुँदाखेरि 2-3 वटा किताब मेरो बेडको साइडमा सधैँ राख्थेँ एक पन्ना भए पनि पढ्थेँ अनि सो त्यो एउटा रहर हुन्छ नि जान्ने बुझ्ने एउटा क्युरियोसिटी म चाहिँ अलिक क्युरियस मान्छे नै परेँ होइन अनि सो मैले पहिला नेपाल फर्केर रिसर्च गरेँ केही समय अनि त्यतिखेर नै हो मैले पहिलो एउटा सानो क्यामेरा किनेर रिसर्च गर्न जाँदाखेरि बिकज कता कता पुगिन्थ्यो जुम्लादेखि लिएर हरेक नेपालको डिफ्रेन्ट ठाउँहरूमा जानु पर्थ्यो सो मोस्टली वुमेन्स हेल्थ थियो त्यतिखेर लट अफ अब यो baseline studies या program evaluation because of sociology पढेर आएपछि generally development sector हुन्छ नि त एक किसिमको natural sort of your career path अनि सो त्यो रिसर्च गर्दाखेरि चाहिँ फोटो खिच्थेँ अनि मलाई सबैले कस्तो राम्रो फोटो खिचाएर मलाई पनि मलाई एकदम फोटो खिच्न राम्रो आउँछ जस्तो लाग्थ्यो हुन्छ नि बट त्यो चाहिँ भित्रै थियो अब बसी नै रहन्थ्यो र फोटोसँगको एउटा सम्बन्ध पनि थियो बिकज सानोमा टिभी सिभी केही हुँदैन थियो मेरो मम्मीको चाहिँ एकदम राम्रो पहिल्यैदेखि एकदम एल्बम्सहरू राख्ने घरमा अनि माइतीबाट आउँदाखेरि पनि लिएर आएको होला क्या आफ्नो अब त्यो अनि उहाँ भेरी वेल फोटोग्राफ फ्यामिली इलाममा उहाँको हजुरबुवा र हजुरआमाको फोटो पनि छ क्या उहाँहरूले दार्जिलिङमा गएर खिचेको थियो त्यतिखेर This is something that I really want to talk to you about is Timro recent exhibition Some Things in the Belly was covered quite extensively in the media including the Kathmandu Post हैन अनि अहिले त्यसको बारेमा अलिकति बताउन how a little bit about like Timro when your work is like full circle just when your work is now being covered in the same place where you sort of like started your journey as a arts and culture reporter and also intern yes अर्को कनेक्सन हाम्रो म पनि काठमाडौँ पोस्टमा काम गरेको थिएँ अनि अर्को चाहिँ यो एक्जिबिसनको बारेमा अलिकति बताइदिनु for people who've not like heard about it, did not go to see it like me because I was not in Kathmandu. So ek ta naam kasari phuryo yo Some Things in the Belly, how did it come about, who were the artists and kasto khalke response थियो अलिकति बताइदिनु and the backstory. Yeah. Some Things in the Belly को पनि रामै छ के खास सो यो चाहिँ मैले 2023 मा एउटा फेलोशिप अब मेरो त लाइफै सर्ट अफ फेलोशिप र के भन्छ यस्तैमा जाने बिकज you also want to learn more, grow more हुन्छ नि in your work. So एउटा खोज भन्ने खोजको फेलोशिप हुन्छ क्युरेटोरियल इन्टेन्सिभ साउथ एसिया यो चाहिँ मोर लाइक राइट अफ प्यासेज सबै यो साउथ एसियन मान्छेहरूको लागि दिल्लीमा हुन्छ होइन सो त्यो फेलोशिपको लागि अप्लाई गरेको थिएँ मैले पाएँ क्युरेसनको फेलोशिप हो त्यो अनि त्यसमा चाहिँ त्यो फेलोशिपको सर्ट अफ मोड्युलमा चाहिँ एक्जिबिसन एउटा बनाउनु पर्ने हुन्छ होइन अनि मलाई म त्यो फेलोशिप गर्न जाँदाखेरि अर्कै आइडिया एउटा मैले पिच गरेर आएको थिएँ तर मलाई त्यतिखेर पनि सर्ट अफ अराउन्ड मदर्स डटर्स गर्न मन थियो त्यतिखेर पनि मैले त्यो सर्ट अफ पिच गर्दाखेरि पनि भन्न चाहिँ भनेको थिएँ लाइक आइ एम भेरी इन्ट्रेस्टेड इन दिस बिकज मेरो आफ्नै काम कन्फ्रन्टेसन्समा पनि मैले मेरो आमा र मेरो सर्ट अफ मम्मी र मेरो रिलेसनसिपलाई सर्ट अफ हेर्न खोजिरहेको थिएँ बुझ्न खोजिरहेको थिएँ होइन सो मलाई यसमै गर्ने भन्ने मलाई एउटा खालको ऊ चाहिँ थियो होइन अनि तर आर्टिस्टहरू छान्दा चाहिँ एकदम इन्स्टिङ्क्टिभली छानेको होइन बिकज अब सो त्यतिखेर फर्स्ट इटरेसनमा आई इन्भाइटेड सृष्टि श्रेष्ठ उहाँ पेन्टर होइन अनि त्यसपछि इरिना गिरी अब शी इज अ मल्टिडिसिप्लिनरी आर्टिस्ट वर्क्स विथ साउन्ड भिडियो फिल्म she's a musician होइन she does a lot of things and I've always been a big fan of her and who's also by the way हाम्रो बोजू बजेको theme music and many amazing productions done by Irina Giri. Yeah. It's not nepotism. Okay, it's not nepotism. She's just talented.
It's not. It's not. No, it's not. Yeah, मैले yeah. भने she's an Uh, incredible yeah. sort of mind and person, you know, who I really. अनि त्यसपछि उज्ज्वला was someone I परैबाट हेरिरहेको थिएँ, and I find her incredible. प्रतिभाको मैले के अरे उसको कलम पनि पढ्थेँ, प्लस उसले मलाई एउटा टकमा उसको साथी स्मृतिले किताब लेखेको थियो होइन आमाको Yeah. बारेमा. सो वुमेन हु क्लाइम्ब ट्रिज. सो त्यसमा पनि उसले एकदम आमाको आफ्नो मम्मीको बारेमा पनि कुरा गरिरहेको थियो. तृप्ति जो चाहिँ Oh, yeah. न्युयोर्कमा एमएफए गरिरहेको, एन्ड सी वाज अल्सो लुकिङ इन्टु हर मदर्स, यु नो. अनि त्यसपछि श्रद्धा देवकोटा वाज अल्सो फोटोग्राफर, युकेमा बसेर अब सी अल्सो वाज वान्टिङ टु डु सम थिङ्स. सो आई इन्भाइटेड हर. अनि अस्मितालाई चाहिँ मलाई उज्ज्वलाले चिनाइदिएको. अस्मिता बादी इज एन इन्क्रेडिबल पोएट. सो एन्ड आई रिच आउट टु आयुष्मा रेग्मी होइन. आयुष्मा जसले चाहिँ जोसँग चाहिँ मेरो भेट पहिलोचोटि उसले रेकर्डमा मेरो त्यो कन्फ्रन्टेसन्सको बारेमा लेखेदेखि उसलाई त्यही भेट भएको हो खास होइन. अनि सो आई रिच आउट टु लाइक अब all these incredible women artists and ask them if they would like to, you know, आफैले गरेको आफूलाई गर्नु मन लागेको काम, if I were to give them the word mother, how would they respond? Because some of them were already thinking about it, right? And also making work around it. So त्यसरी sort of सुरु भएको एकदम intense छोटो समयमा अब they all, you know, made work. अनि त्यतिखेरै उज्ज्वलाले चाहिँ पुवा म यो पुवाको सोचिरहेको छु भनेर. पुवा इज बेली इन के अरे नेवारी. अनि उसले त्यो भनिरहेको थियो कि पुवाको बारेमा. अनि बेलीको कुरा भइरहेको थियो. अब त्यतिखेरदेखि नै अलिअलि मेरो दिमागमा आइरहेको थियो. अनि यता श्रद्धाले पनि सम थिङ्स आई वान्ट टु सेहरू कुरा गरिरहेको थियो. अनि त्यस्तै त्यस्तै गर्दा गर्दै सम थिङ्स इन द बेली आयो. अनि पछि मैले हेरेको एउटा पोएम पनि रहेछ, तर त्यो चाहिँ समथिङ इन द बेली, वेयर शी द राइटर बेसिकली टक्स अबाउट हर सort of प्रेग्नेन्सीको बेलाको, you know. So यो क्युरेसन चाहिँ in sort of a way is very collaborative, you know, between the artist and me, and all of them while they were making work, I was also making work. So मलाई पनि एक किसिमको I think I think it's just like different energies and ideas coming together, and you know. So one of the things about just of course your exhibition tries to explore mother-daughter relationship, and मैले के पनि देखेँ भने based on social media मा मान्छेहरूले पोस्ट गरेको चाहिँ like a lot of them came with their parents, mothers, aunts हैन आउनु भएको. अनि I think एउटा थियो होला जहाँ चाहिँ उहाँहरूले चिठी पनि लेख्ने हो, कसैलाई लेख्ने like a response. So how was the response हैन? अनि त्यो एलिमेन्ट इन्टरेक्टिभ एलिमेन्ट राखेर चाहिँ लाइक कस्तो खालको रियाक्सन्सहरू थियो. अनि अर्को चाहिँ मोर लाइक यो यसमा यो एक्जिबिसन क्युरेट गर्दा अनि यति लामो समयसम्म यसको बारेमा सोचिरहँदा चाहिँ यु नो योर ओन जर्नी एज एन आर्टिस्टको दौरानमा चाहिँ कसरी तिम्रो आफ्नो पनि रिलेसनसिप विथ योर मदर, एन्ड अल्सो यसमा चाहिँ अब भनौँ सिस्टरहुडको कुरा हुन्छ लाइक over like the last 10 years how has your work also like evolved or shifted, or you know like has tried to sort of navigate this sort of like in a complex relationship between mothers and daughters? सो अलिकति थोरै समथिङ इन द बेली. सो त्यो फर्स्ट थियो होइन. सेकेन्ड मैले काठमाडौँमा देखाउने भन्ने कुरा भयो. अनि त्यसपछि ओभर द यो 2 yearsको पिरियडमा अलरेडी वी वर इन कन्भर्सेसन. सो I applied for a grant, and you know, we got the grant, hence we were able to do the exhibition. So yopali they all wanted to expand on the same work. I know Triptile चाहिँ already बनाउँदै थियो because university मा पनि थियो parallelly. So त्यो थियो. अनि यसपालि चाहिँ मैले चिठी was at heart of it because I had asked mothers also to write letters to their daughters, the artist हैन. अनि आर्टिस्टहरुलाई पनि आमालाई चिठी लेख्नु है भनेको थिएँ, including myself and my mother. So you know, मेरो मम्मीले पनि पहिला कन्फ्रन्टेसन्सको बेलामा चिठी लेख्नु भएको थियो, which was you know core of the work. अनि यसपालि पनि I sort of wanted to hold on to that. So त्यो पनि थियो. अनि मैले सोचि नै रहेको थिएँ यसपालि I want to make it interactive, you know. We must make अनि प्रतिभालाई पनि she wanted people to write. हुन्छ नि उज्ज्वला पनि एक किसिमले she wanted to write, and I was very sure that I wanted like to invite people to come and write. So we created a space
एन्ड ढिकुटी साँच्चै मैले सोचेको थिइनँ यो चाहिँ होइन माई गड people came and wrote and wrote and wrote and कुनै होला अलि त्यो अब lightly लेख्ने होइन but people were actually expressing themselves writing to their mothers अनि हामीले सुरुमा त्यहाँ मेरो एउटा चिठी मेरो आमालाई अनि त्यसपछि सृष्टिले लेखेको एउटा चिठी इरिनाले एउटा जेनरल लेखेको चिठी अनि अस्मिताले लेखेको 4वटा चिठी थियो होइन लास्टमा त्यो होल वाल भरियो अनि लेटर बक्स पनि राखेको थियो सो त्यो लेटर बक्स भित्र पनि पुरै चिठी थियो where people actually and I think that was so incredible and मलाई त्यतिखेर मेरो 2-3 जना साथीले तिमीले मान्छेहरूलाई like जबरजस्ती लेखायो I wish I had that kind of power to make like hundreds of people sit and write okay I would want to feel that powerful but I'm not but somehow we were all and all the artists and their work because they were all vulnerable there, right? They were all talking about their relationship with their mothers. They were looking, usually to whole sort of, and including me and myself, my mother. So I think हामीले त्यो वरिपरिको त्यो whole कामले पनि अनि plus त्यो specific एउटा ठाउँ छुट्टाइदिएको भएर people would come and sit and write my god mother अहिले पनि like I have like those letters I'm like ला अब के गर्नु म चाहिँ सोध्न लाग्यो यो चिठीहरुको के गर्ने भनेर तर I know there was a lot of letters अनि मैले अलिअलि मान्छेहरुको पनि आफैले त्यो किनभने usually exhibitionहरुमा जाँदाखेरि it's like one way हुन्छ नि त तिमीले गयो you see something you think about it process you come back and you move on तर यसमा चाहिँ the visitors ले पनि आफ्नो they leave a part of themselves in the exhibition हैन so त्यहाँ त्यो चिठीहरु खर्र हेर्दा चाहिँ what were the kind of like छोटकरीमा भन्नु पर्दा recurring themes or like what kind of things that most people because a lot of the हामी आफै पनि अब हामी त्यति धेरै आमाहरुसँग कुरा गर्दैनौं नि एकदम मनको कुरा यसरी गर्दैनौं unless you are like crying or angry or like त्यो कहिले हाम्रो fully I don't think it's like a हामी close हाम्रो आमा छोरीको सम्बन्ध एकदम नजिकको भए पनि अब त्यो नजिक कस्तो खालके हो भन्ने त्यसको आफ्नै डेफिनेसन हुन्छ होला सो यो चिठीहरुमा चाहिँ कस्तो खालके रिकरिङ themes if they were like certain like phrases or words that would like appear mostly or like patterns I think अलिकति जस्तै मेरोमा पनि अलिकति I'm sorry थियो मम्मीको लागि हैन किनभने oftentimes we forget our mothers are also women and we only look at them as mothers हुन्छ नि that अनि आमाहरुलाई आमा बाहेक देख्न पनि नसकिने उहाँहरुलाई बिचरा बाध्यता पनि छ एक किसिमले they were of a certain generation they were conditioned a certain way how and आमाहरुलाई more pressure हुन्छ नि त छोरीहरुलाई sort of अब यो कहीं हुन्छ नि केही गर्दिने हो कि somehow they feel responsible for our life choices right and बाउहरुलाई भन्दा पनि सो अलिकति धेरै चाहिँ अब अलि apologies पनि थियो love थियो lot of कसैको एंगर पनि थियो एकदम नितान्त मान्छेले आफूलाई नरोकिकन त्यसरी एक्सप्रेस गर्दिदा अब धेरै मैले यहाँ कतिको भन्न मिल्छ अब त्यो कुरा which I'm also navigating now what do we do with those letters and letters are anonymous अनि सो आमाहरुले पनि छोरीलाई लेखेको पनि चिठीहरु पनि थियो आमाहरुले चाहिँ के भन्नु हुँदै रहेछ सो आमाहरुले चाहिँ इन्ट्रेस्टिङ कस्तो थियो भने एउटा खालको चाहिँ एउटा इन्ट्रेस्टिङ लागेको श्रद्धाको काममा चाहिँ श्रद्धाले मेरो आमा कसरी बन्न सिक्नु भयो आमा बिना भन्ने उसको वर्कले क्वेशन गरिरहेको थियो उतापट्टि उसको मदरले रेस्पोन्ड गरिरहनु भएको थियो हाउ वाज इट टु ग्रो अप विदाउट अ मदर हैन अनि त्यसपछि सृष्टिको आमाले विच इज क्वाइट इन्ट्रेस्टिङ रमाइलो पनि लागेको उहाँलाई चाहिँ चिठी लेख्ने भनेको सृष्टि अमेरिकामै छ जस्तो गरी लेख्नु भयो क्या अनि तिमीलाई त्यहाँ सन्चै होला अब हुन्छ नि जेनरली अनि तिमीलाई तिम्रो फुपू र आन्टीहरुले धेरै सम्झिनु भएको छ भनेर लेख्नु भएको छ अनि सृष्टिको काममा हेर्यो भने फुपू आन्टी आर इक्वली लाइक द मदर फिगर्स इन अ वे लाइक अनि यतापट्टि उज्ज्वलाकोमा पनि उसको आन्टी उसको मा वे मदर फिगर्स बिकज हर मदर वाज वर्किङ हैन अनि उसको आन्टी इनफ्याक्ट वाज द फर्स्ट पर्सन टु नोटिस क्रिएटिभिटी इन
हर अनि जुन चाहिँ उहाँको उसको आमाले पनि भन्नुहुन्छ त्यहाँ अनि मेरो आमाले पनि अनि अलिकति उज्जवलाको आमा मेरो आमाले चाहिँ अलिकति अब बिहा पनि गर्नुपर्छ भन्ने कुरा अझै पनि सर्ट मेरो आमालाई यत्रो वर्षपछि पनि अझै पनि छ अनि बट आई अल्सो नोटिस अ सर्टन काइन्ड अफ प्राइड इन द मदर्स यु नो युजुअली हाम्रो आमाहरू त्यस्तो हुँदैन नि त तिमीले यु नो तर there was that sense you know in the mothers and the mothers came to the exhibition and ke re malai ab I think that sort of was quite incredible too apart from यो तिमीले यो कुरा गरिराख्दाखेरि आमाहरूसँगको सम्बन्धको जस्ट एउटा सानो कुरा भनेर आई जस्ट मुभ अन टु अनदर थिङ सो मैले रियलाइज गरेँ कि हामी आमाहरूसँग कुरा गर्छौँ तर कति कुरा थाहा हुँदैन नि त अब अहिले त एट टु दिस पोइन्ट टु कल लाइक ओ यार मदर इज अल्सो ह्युमन एन्ड इन्डिभिजुअल अलमोस्ट साउन्ड यो त कति रिपिट भइसकेको कुरा हो तर पनि हामी अहिलेसम्म बुझ्दैनौँ होइन अनि मैले अस्ति फर्स्ट टाइम मेरो लाइफमा मेरो मम्मीलाई फर्स्ट टाइम आई आस्क्ड हर उहाँको चाहिँ त्यो पिरियड क्या आई नेभर रियलाइज लाइक अब अहिले हामी साथीसँग कुरा गर्छ मलाई पिरियड हुँदा कस्तो दुख्छ तर मम्मी र मेरो त कहिले त्यो कुरै भएको थिएन रहेछ होइन सी वाज लाइक इट वाज टेरिबल एन्ड आई वाज लाइक अब त्यो भन्छ नि एउटा उमेरमा पुगेपछि यु हेभ टु लाइक आस्क योर मम लाइक एट दिस एज वाट ह्यापन टु योर बडी यु नो लाइक सो हाउ डिड यु deal with it भनेर and I was like oh my god यस्तो हुँदो रहेछ भनेर त्यति बेला फर्स्ट टाइम आई रियलाइज लाइक एट दिस एज वाट सी वाज गोइङ थ्रु भन्ने कुरा है तर तिमीले भन्यो आमाहरू आउनु भयो भनेर तर अस्ति कुरा भन्दै तिम्रो बुवा पनि आउनु भयो यो के भन्छ यो एक्जिबिसनमा अनि एज पिपल हु वर्क इन द क्रिएटिभ फिल्ड नेपाली बाआमाहरूले चाहिँ तिम्रो आफ्नो भनौँ न कस्तो उहाँ ओभर टाइम लाइक इट्स बिन मोर देन 10 years सिन्स यु बिन वर्किङ यसरी होइन सो उहाँहरूले चाहिँ how do they try to make sense of your work and especially your exhibition ma timro bua ko tyo ekdam unusual tar very observation which is quite like on point but observation ko bare ma alikati batai deu na so मेरो बुवा आमालाई of course you know you because मेरो बुवा you know wanted to become a writer you know always and उहाँ एकदम आँसु कवि जस्तो पनि मान्छे हो अनि तर गइहाल्छ के उहाँ अनि एकदम मलाई एकदम जेलस हुन्थे म चाहिँ हैन लाइक कस्तो आएको यस्तो भन्ने जस्तो लाग्थ्यो अनि मेरो दाइ पनि एक किसिमले अलिकति सर्ट अफ राइटरली मान्छे भए उनीहरू दुवैजना अनि मेरो बुवालाई चाहिँ अब त्यही थियो पहिलेदेखि अब राइटर भयो भने अब कसरी घर चलाउने हुन्छ नि अब जागिर खानुपर्छ त्यो अनि अब छोरीले अब यसरी यु नो फोटोग्राफी गर्छु भन्दा त दे वर सक्ड हुन्छ नि लाइक तर जति रिसाए जति अब चित्त नबुझे पनि अफकोर्स दे सपोर्टेड मी यु नो थ्रु आउट अब जति प्यासिभ अग्रेसिभ भए पनि अफन टाइम्स हुन्छ नि they have actually supported me and encouraged me and especially after moving back to Nepal and trying to do different things अनि झन् यो एक्जिबिसनले त एक किसिमले they could actually see okay गर्न त गर्छ के चाहिँ गरिरहेछ तर के गर्छ भन्ने चाहिँ अझै पनि त्यति अब मान्छेहरूले सोध्दाखेरि अझै पनि त्यो पुरै यही गर्छ अब आर्टिस्ट भनेको आर्ट गर्छ भनेर अब फेरि त्यो त्यस्तो आर्टिस्ट पनि होइन अब के त पेन्टिङ गर्ने हो भन्दा होइन हैन अब सो अब त्यो एउटा खालको भोक्याबुलरी चाहिँ अहिले पनि छैन हैन तर आई थिंक फर देम टु कम अनि मेरो ममलाई त मैले जबरजस्ती आउनै पर्छ भनेर बोलाएको हैन अनि उहाँले आएर हेर्नुभयो अनि त्यसपछि बुवालाई फोन गरेर तपाईँ आउनै पर्छ एकचोटि आएर हेर्नु भनेर मेरो बुवा त अलमोस्ट लाइक सेकेन्ड लास्ट डे आएर हेर्नुभयो सबै एकदम गइदिएर बिकज उहाँ एकदम अध्ययनशील मान्छे अलि बौद्धिक मान्छे हैन सो उहाँले एकदम टाइम लगाएर सबै हेरेर सुनेर आई थिङ्क उहाँलाई मजा रमाइलो लाग्यो किनभने उहाँ कहिले त्यस्तो एक्जिबिसनमा जानु भएको थिएन हैन फर्स्ट टाइम आउनु भएको अनि त्यसपछि म यता त्यो एउटा फिल्म पिचको माथि त्यसमा पनि म फेरि आउँछु भनेर अनि मलाई त यतिकै नर्भस भएर बुवा पनि आउने भन्दा झन् धेरै नर्भस भए जस्तो पनि भएको थियो सो अनि उहाँ आउनुभयो सो आई थिङ्क अहिले चाहिँ अब त्यही हो अब एउटा अब अहिले पनि मेरो फुपूलाई एकदम बिरामी हुनुभयो अनि सिभिल हस्पिटलमा हुनुहुन्छ हैन अनि उहाँको हस्बेन्ड चाहिँ सरकारी जागिरी अनि आजै बिहान पनि हेर त सरकारी जागिर खाएपछि अब यहाँ 50% डिस्काउन्ट सो त्यो हेल्थ सो त्यस्तो कुराहरू हुन्छ नि सो त्यो आई थिङ्क त्यो चाहिँ अलिअलि अहिले पनि छ हैन त्यो चाहिँ म बिकज एउटा खालको सिक्योरिटी सर्ट अफ वे योर लिभिङ ब्याक टु ब्याक इन फेलोसिप एक्जिबिसन यस्तै खालको कुरामा
but I think yeah, I think they understand. And yeah, so मेरो बुवाले चाहिँ नोटिस गर्नुभएछ यस्तो यो आर्ट इभेन्टमा आउने मान्छेहरू सबैसँग एउटा टोट ब्याग हुन्छ भनेर। अहिले मेरो बुवाले म मात्रै परेछु यहाँ त्यो ब्याग नबोकी आउने भने। सो यहाँ आउने सबैले यो ब्याग बोक्नै पर्छ हो भनेर अनि आजकल मसँग एकदम धेरै टोट ब्याग भएको भएर आज हस्पिटल जाँदा पनि बुवाले टोट ब्याग बोकेर जाँदै हुनुहुन्थ्यो त्यहाँभित्र सबै अब खानेकुराहरू राखेर। अनि मैले जिस्काउँदै थिएँ अब तपाईँले पनि बोक्न थाले हो भने। That's good. One more tote bag owner बढ्यो। अब हाम्रो के भन्छ क्लाइमेट हाम्रो इन्भाइरोमेन्ट एकदम बस्नेवाला छ बिकज एभ्रिबडी इज गोइङ टु युज टोट ब्याग्स। मेरो मम्मीको चाहिँ हेर्नु टोट ब्याग अब सी इज रियली इन्टु इन्भाइरोमेन्ट कन्जर्भेसन एन्ड अल वरेभर होइन। तर द होल आइडिया इज तिम्रो एउटा टोट अफकोर्स इन्भाइरोमेन्ट त बस्नेवाला छैन होइन, तर टोट ब्याग भन्नु कमसे कम सिङ्गल युज सकिन्छ। तर मेरो मम्मीको चाहिँ कस्तो के अब उहाँ चाहिँ एकदम इन्भाइरोमेन्टलिस्ट, तर उहाँले यस्तो अरे मलाई तिमी जहाँ जहाँ जान्छौ त्यही त्यही ठाउँको एक एकवटा ब्याग ल्याइदिनु पर्छ। मैले भनेको द्याट्स नट द आइडिया अफ क्यारिङ टोट ब्याग। टोट भने एउटा ब्याग बोक्ने, तपाईँले 10वटा ब्याग एक वर्षमा मैले ल्याइदिएँ भने त त्यो त भएन नि त भनेको है। एनिवे अर्को चाहिँ यो रिसोर्सेसहरू कुरा गर्दाखेरि चाहिँ because you've mentioned earlier throughout the conversation like being reliant on fellowships, scholarships to pursue अथवा to pitch your project, त्यो सबै कुरा त्यसको बारेमा चाहिँ अलिकति त्यो अहिलेको like since you started how things have changed or not in terms of funding and तिम्रो आफ्नो पनि experiences in these kind of fellowship funding. Maybe we'll start with a very nice story of you getting the prestigious fellowship in Harvard University. I think you तिमीले धेरै कुरा सोध्यौ मलाई सोध्दा चाहिँ, तर फेलोसिपकै कुरा गर्दाखेरि चाहिँ अब इफ आई वर टु बिगिन एउटा चाहिँ आई थिङ्क अब यो इन्टरनेसनल फन्डिङ यो बडिजहरूमा सबैमा अब अङ्ग्रेजीमा लेख्नुपर्छ होइन। सो एउटा लट अफ एउटा कतिजनालाई चाहिँ त्यहीँबाट लिमिटेसन हुन्छ। अब मलाई पनि कति बिकज आई गेट हेल्प अ लट इन माई एप्लिकेसन होइन। मैले धेरै मान्छेहरूलाई मेरो एप्लिकेसन लेखेपछि देखाउँछु, उनीहरूको फिडब्याक लिन्छु। सो त्यो एउटा कम्युनिटी सर्ट अफ भएको भएर विच जेनरली अब मान्छे मात्र एकजनाले त हुँदैन नि, देयर सो मेनी पिपल हु एक्चुली हेल्प यु नो अलोङ द वे। सो त्यो चाहिँ त्यो आई थिङ्क काठमाडौँमा एकदम राम्रो त्यो एउटा खालको कम्युनिटी चाहिँ एकदम छ होइन। Also because of Photo Circle and also because of general sort of art scene and how small it is also, right? अनि so Harvard को चाहिँ मलाई त पहिला 2019 मा अप्लाई गरौँ न भन्दा ला म हार्वर्ड भने जस्तो लाग्थ्यो होइन। of course अनि you know because you I don't know somehow it happens like you're very deeply insecure। म एकदम इन्सिक्योर पनि थिएँ about myself, about my work, about everything in general. And I also realize it's very structural also because a lot of times women artists I meet and I talk to them and they're so incredible and then ला मैले धेरै बोलेँ ला मैले धेरै के हुन्छ नि। अनि एकजना आर्टिस्टसँग मैले कुरा गर्दाखेरि when she was like don't you think it'll be navel gazing भनेर भन्यो होइन। अनि केटाहरूले त नेभल गेज गरेको त हजारौँ वर्ष भइसक्यो कसैले केही पनि भन्दैन होइन। अनि हामी you know in a way so these things right that we deal with this insecurity and I think coming together and having a community sort of helps you right get over that and to talk about it I think and so त्यो मैले हार्वर्डको लागि चाहिँ एकदम धेरै मेहनत गरेँ होइन बिकज त्यतिखेर चाहिँ के भयो थियो कोभिड थियो। कोभिड भएपछि त घरमै कहीँ त्यो 3 महिना त थुनेरै राखेको थियो होइन हामीलाई घरमा। सो अब त्यतिखेर काम अनलाइन नै थियो अनि यता सो आई टुक अ लट अफ टाइम अनि आई डिड लट अफ रिसर्च एन्ड वर्कड अन इट गट लट अफ हेल्प। What was it about the fellowship project? सो यो फेलोसिप चाहिँ त्यहाँ गएर मैले त्यहाँको रिसोर्सेसहरू त्यहाँको लाइब्रेरी त्यहाँको म्युजियम त्यहाँको सर्टन फ्याकल्टिज अराउन्ड जेन्डर अराउन्ड फेमिनिस्ट theories, movements and art. So त्यसरी गरेको थिएँ अप्लाई गर्दाखेरि मेरै कामलाई लिएर अनि सो त्यसरी अप्लाई गरेँ। अब मैले त्यति धेरै त्यसको अप्लाई गरेँ तर पाउँछु कि पाउँदैन भन्ने त
you know, because you get rejected oftentimes, like I have more rejection letters, I have so many rejection letters, I know. अनि त्यो आउँदाखेरि अफ कोर्स एक किसिमको खुसी भयो. इनफ्याक्ट यो हाम्रो कन्भर्सेसन सुरु नै हाम्रो त्यहीँबाट भएको थियो. बुनुले एउटा सेयर गराएको थियो, एउटा सम आई डोन्ट नो सम इन्डियन आर्टिस्ट लाइक वेट अप्लाइड फर लाइक सेभरल फेलोसिप. अनि उसले चाहिँ प्रायः चाहिँ मान्छे वी टेन टु पोस्ट अन सोसियल मिडिया, भेरी ह्याप्पी टु अनाउन्स द्याट आई रिसिभ डाडा डाडा डा भनेर. तर उसले चाहिँ दिस इज लाइक रिजेक्सन लेटरलाई चाहिँ उसले यसरी यहाँ कपमा राखेको थियो होइन, प्रिन्ट गरेर डियर एक्सवाइजी वी आर भेरी सरी टु इन्फर्म यु डाडा डाडा डा भनेर. सो ओभर टाइम मेरो पनि त्यस्तो धेरै भएको छ वेयर आई बिन रिजेक्टेड सो मेनी टाइम्स होइन. अनि वी डोन्ट अलवेज नो हाउ टु टक अबाउट इट. यसको बारेमा कुरा गर्न पनि हुन्छ कि हुँदैन, हामी आफू माझ पनि कति कुरा गर्छौँ. तर अर्को कुरा चाहिँ वेन युआर अन द अदर साइड, तिमीले अघि भन्यो नि एउटा इकोसिस्टम छ नि त यो फन्डिङको. जस्तो मैले अस्ति पायल कपाडिया के अरे अल वी इमेजिन एज लाइकको डिरेक्टर्सको एउटा टकमा सुन्दाखेरि उहाँले, सरी दिस वाज एन पडकास्ट आई थिङ्क, वेयर सी टक्स अबाउट एउटा सर्टेन ल्याङ्ग्वेज हुन्छ प्रयोग गर्ने, एउटा भाषा अङ्ग्रेजीमाथि एउटा एक किसिमको मास्टरी चाहिन्छ, एक किसिमको बुझ्नुपर्छ फन्डिङ ट्रेन्ड्सहरू के छ, अनि हाउ डु सort of like insert your project into what is like the general funding trend होइन. अनि त्यो एउटा मान्छेहरू चिन्नुपर्छ, उसले परिचय गराइदिनु पर्छ. there's a lot of like barrier to entry त धेरै छ नि त होइन. so every time I get something like that I'm always thinking about मैले अप्लाई गरेँ तर त्यो एउटा ब्रिजको रूपमा चाहिँ कसरी काम गर्ने बिट्विन लाइक काठमाडौँ बेस्ड आर्टिस्ट अर लाइक पिपल विथ एक्सेस टु रिसोर्सेस होइन आउटसाइड अफ नेपाल. त्यो चाहिँ नेपालको आर्ट क्रिएटिभ फिल्डमा कसरी भएको देख्छौ कि देख्दैनौ? When I see someone trying to raise funds, I'm like, okay, you know, maybe मेरो स्टोरी कसैले हेरेर अब गरिदिन्छ कि हुन्छ नि, सेयर गरिदिन्छ या अलिकति के अरे अलिकति अब हेल्प गरिदिन्छ, सपोर्ट गरिदिन्छ भन्ने. बिकज इन दि आर्ट्स इट इज डिफिकल्ट, इट्स नट इजी. बट द्याट बिङ सेड हामीले सधैँ गाह्रो गाह्रो मात्र भयो भन्न त मिलेन नि त. वाट आर द पोसिबिलिटिज एन्ड हाउ क्यान वी अल सपोर्ट इच अदर भन्ने नै लाग्छ इन अ वे. एन्ड काहीँ खुलेको केही खुलेको छ भने वी सेयर अमङ्स्ट इच अदर. अब वाट्सएपमा ग्रुप छ, त्यो ग्रुपहरूमा पनि सेयर हुन्छ, कहिले इन्डिभिजुअली पनि सेयर गरिन्छ, ए यहाँ खुलिरहेछ है अप्लाई भन्ने. सो जेनरली एउटा सर्ट अफ स्पिरिट अफ कम्युनिटी चाहिँ छ भनौँ न. अहिले संसारभरि नै यो फन्डिङ मोडल्स हेभ बिन यु नो लाइक कम्प्लिटली डिसमेन्टल्ड, लाइक द वे वी थिङ्क अबाउट लाइक ट्रेडिसनल सोर्सेस. अब डोनाल्ड टमले जे गरेको छन् होइन, गर्नु गरे बुढाले. तर इट्स अल्सो लाइक आई थिङ्क अ रिमाइन्डर लाइक what if these like big 2 or 3 big agencies that been supporting everything in most of the around the world decide to not do, suddenly it's not their agenda anymore. So where do we go to? के गर्ने भन्ने कुरा. यस्तो चाहिँ आर्ट स्पेसमा अहिले कस्तो कुराकानी भइरहेछ होइन, लाइक स्पेसली अब ठुल्ठुलो प्रोजेक्टहरू गर्दा अथवा भनौँ न एभ्री 2 years हुने प्रोजेक्टहरू हुनसक्छ. अथवा अर्को चाहिँ त्यो सँगसँगै मेबी छोटकरीमा इफ यु कुड टेल अबाउट द पोसिबिलिटिज अफ मेबी लुकिङ इनवर्ड एन्ड लुकिङ एट आवर ओन. हाम्रो नेपालमा पनि त नेपाल देश पो गरिब त मान्छे त बडो धनी छन्, टेस्ला कति धेरै छ काठमाडौँमा, विराटनगरमा पनि टेस्ला देखेँ मैले अस्ति पिछला चोकमा. सो मैले भन्न खोजेको चाहिँ कस्तो खालको इन्ट्रेस्ट लाइक वेन यु रिच आउट टु लोकल स्पोन्सर्स लाइक प्रोजेक्ट्सहरू गर्दाखेरि कस्तो छ छैन, के भए हुन्थ्यो जस्तो लाग्छ तिमीलाई? छोटकरीमा छोटो मिठो. छोटो मिठो त्यही त. अहिले अब यो फन्डिङको कुरा सबैतिर भइरहेछ गिभन यु नो नेपालमा अब स्टेट स्पोन्सर्ड गभर्मेन्ट स्पोन्सर्ड फन्डिङ्सहरू त्यति छैन. तर अहिले अपेरेन्टली अब यो एउटा यु नो प्रदेश सरकारहरूसँग पनि अहिले सर्ट अफ आर्ट्स कल्चरको लागि फन्ड छ भन्ने चाहिँ अब मेट्रोपोलिटन अब सँग पनि छ भन्ने चाहिँ अब सुनिन्छ होइन. तर हाउ एक्सेसेबल द्याट इज फर अस आई डोन्ट नो बिकज वी कन्सटेन्टली बिन लुकिङ आउटसाइड. अनि अब यो फन्डिङ हेर्दाखेरि अब अफन टाइम्स अब यति डेस्परेसन हुन्छ नि त फन्ड अब आफ्नो अब यो यु नो फेस्टिभल्स आफ्नो काम गर्नको लागि पैसा आयो अब पैसा आयो लियो होइन. तर बट देन वाट डज द्याट यु नो अब कसरी कस्तो फन्ड लिने कस्तो नलिने. अफन टाइम्स अब पैसा दिएर तिम्रो फ्रिडम सर्ट अफ या यु नो वाट यु वान्ट टु से अर वाट यु how you work as an organization or as an individual, त्यसलाई केहीको बाधा आउँछ कि or do you get used for certain kind of politics होइन. अब often there are many things now that I think
आर्ट्समा कुरा भइरहेछ लाइक अब के गर्ने त वेयर डु वी लुक शुड वी लुक विदिन द रिजन साउथ एसिया शुड वी अल्सो लुक विदिन नेपालमा के छ अब नेपालमा अलिअलि अब पेट्रोनेज छ भन्ने चाहिँ सुनिन्छ होइन देयर आर लट अफ पिपल हु सर्ट अफ सपोर्ट आर्टिस्ट अनि तर आई थिङ्क अब यसलाई चाहिँ अलिकति sort of a larger level conversation between institutions, between individuals, between people sort of who have, I think, money. I think we have to come together to really seriously think about funding or कसरी चाहिँ arts can sustain outside of these, like, because I mean, so constantly we've looked outside, right? I think it needs a larger, bigger conversation, just to like someone like our government को fund आयो भने, for instance, अब त्यसको के होला त क्या अब I'm sure त्यो के भन्छ एकदम strings attached नभएको पैसा आउन गाह्रै छ नि. So त्यो strings चाहिँ के हो त, for instance, how do you navigate around it, and त्यही होला अब त्यो I think त्यो सबै हुन्छ एउटा. I think you just have to draw a line जस्तो लाग्छ मलाई. line अब यहाँ चाहिँ हो यहाँ चाहिँ है म चाहिँ I don't want like अनि आर्टको काम भनेको त पावरलाई क्वेसन गर्ने हो नि त. Exactly. You know, then why are we doing what we are doing if we want to? Yeah, unless you are able to. आउँछ. Yeah. Yes. I think मलाई पनि त्यही लाग्छ, त्यो ब्ल्याक एन्ड व्हाइट हुँदैन जस्तो लाग्छ. कति तिम्रो कति स्पेस छ नेगोसिएसन गर्नेमा हैन. जस्तो हामीले पहिला भन्थ्यौं बोजूबोजूमा, यदि कुनै दिन हामी एकदम भाइरल भएर एडहरु इफ देयर इज लाइक के रे तछाड मछाड छ रे एडभर्टाइजरको भने हामी YY को हामी लिदैनौं. Okay, you YY, listen, यो चौधरी ग्रुप हामी लिदैनौं YY को. Not just because of the thing, the product itself and like, you know, like things like that. I like YY. So what does that business group, like what उनीहरुको background के छ हैन, the fact that they've been brought up in Panama Papers, or the fact that there's been like so many instances of them polluting the environment, like धेरै कुराहरु छ नि त. So I think like for anybody receiving any kind of fund, whether it's from private or like foundations, I think we have to draw a line there. Having said that, मैले सबैको पैसा खाएको छु रे. मैले पनि it's like तर एउटा हुनु पर्छ, like you should be able to, you know, like talk about it and be able to negotiate better जस्तो लाग्छ. And also you purity छैन नि, it's contradictory, right? A lot of times तिमीले भने जस्तो तर कहाँ ड्र गर्ने त अब प्युरिटी छैन भन्दै हुँदैन भन्दैमा सबै कुरा गर्ने त भन्ने पनि अब एज अब आफ्नो भ्याल्युज के हो, where do you want to stand भन्ने कुरा पनि आउँछ. I think अहिले मलाई मेरो फिल्म बनाउन कस्तो पैसा चाहिएछ हैन, अनि अहिले एउटा इन्ट्रेस्ट आइरहेको छ अब, but I'm just wondering like लिदेऊ साउदीको पैसा लिदेऊ, साउदीको पैसा आइम वेटिङ. स्पोर्ट्स वाशिङ सबै गरिसक्यो, अब लिदेऊ यार, अमेरिकाले 10 दुनिया गरिसक्यो. साउदीको होइन तर just you know thinking about अब आफुलाई कस्तो चाहिरहेको हुन्छ नि अब यो. Yeah, I think your art on its own, it's not insulated from everything that's happening around the world. I know, socio-political, economic, everything affects. Wars affected everything. So I think कसरी to navigate गर्ने भन्ने चाहिँ last minute, I think it comes down to where do you draw the line and कस्तो खालको negotiation गर्छ. And I think it's open to, I think it's good to be able to talk about it. This is why I did it, and you know, like instead of just like canceling Polano for just you know, I think they need to be like nuances, and also to have these conversations, have these difficult conversations, you know, oftentimes, because in a way हामी सबै एक किसिमको complicity त छ नि त हैन, in so many ways, right? But not in every way, but to sit actually talk about it. I think I think when sponsors want to come on board, be associated with certain, you know, like arts festival or film project or whatever it is, उनीहरुको पनि त एउटा, they also have something to gain from it, हैन. So I think people who are running these platforms, उनीहरुको पनि upper hand हुन्छ. I think a lot of the times we think they hold all the power, you can't, you know, like question or things like that. So मेरो experience चाहिँ whenever I'm talking to like, you know, journalists or students applying for, you know, like funds or fellowship, I always tell them उनीहरुले दियो भन्दैमा तिमीले क्वेशन गर्न पाउने राइट चाहिँ जाँदैन नि त. You can they should always be that space to do that भन्ने
यस्तो एकदम And गहन also, अनि and भन न also हामी जहिले पनि मलाई धेरै समयसम्म त्यही लाग्थ्यो कि उनीहरूले दिइरहेको भनेपछि हामी एकदम के भन्छ उनीहरूले ग्रेटफुल दिएको हुनु पर्यो हो Oh my हुनु God. पर्यो नि त नो अँ, बट इट्स एक्चुअली टु बी एबल टु सर्ट अफ थिङ्क इन अ वे द्याट नो इट्स एन एक्चुअल इक्वल एक्सचेन्ज राइट yeah. वाइ जस्ट बिकज हामी नेपालबाट आयौँ भन्नेमा सधैँ अनि मलाई पनि आजकल चाहिँ अब लाग्न थालेको छ त्यस्तो नभए एकचोटि त मलाई पनि ऊ दियो भनेपछि कत्रो के अब हुन्छ नि किन गरे सो आई जस्तो थिङ्क Bunu is friends with Nepalको top creatives-हरु हैन so यो last I think 10 years or so ma चाहिँ how has it been you know like your friendships with you know like fellow female creatives your friendship with Asha Mogarathi अनि हामी सबैको फेभरेट आकांक्षा कार्कीसँग तिमीले एकदम लेखेको थियौ अस्ति अडल्टहुडमा कमाएको one of the best त्यो companies उसले लेखेको हो okay जसले लेखेको you are also part of the तर म company किनभने म त अडल्ट भन्दा अलि ठुलो भयो होला अब भनेर कसरी how to earn यस्तो friendship with यस्तो talented people तर भन्न खोजेको चाहिँ तिमीले चाहिँ कस्तो how has that kind of being friends with people in the same circle like really sort of helped you better navigate or helped you even like want to continue doing what you do यस आई थिङ्क त्यो चाहिँ अब पहिलेदेखि नै थियो एक किसिमले तर अफन टाइम्स वुमेनहरूलाई चाहिँ सम यु हेभ टु कम्पिट विथ इच अदर जस्तो पारिदिन्छ नि त यो सिस्टमले you know but I think मलाई त like I find पहिला चाहिँ एकदम केटाहरूसँग cool लाग्थ्यो नि त to be friends with boys and men when you're young but as you're older and you realize how valuable female friendships are and मेरो त सानैदेखि नै I think I've been like surrounded by women friends and groups you know and coming to a certain point in your creative career so मेरो आकांक्षा र आशाजीको भेट चाहिँ एक्चुअली 3 वर्ष अगाडि दीपक र आशाले एउटा गोग्र भनेर फिल्म वर्कसपहरू रन गर्नुभएको थियो होइन अनि त्यही दौरानमा हाम्रो भेट भएको अनि त्यतिखेरदेखि सुरु भएको फ्रेन्डसिप एक किसिमको वेयर अब वी वर अल्सो टकिङ अबाउट हाउ टु ब्रिङ आवर पर्सनल एक्सपिरियन्सेस इन फिल्म एन्ड वाट डज द्याट मिन भन्ने खालको कन्भर्सेसन्सहरूबाटै सुरु भएको फ्रेन्डसिप र एन्ड वी बिन टकिङ अबाउट इट हाउ डु वी कोल्याबोरेट यु नो भन्ने कुरा चाहिँ भइरहेछ सो होपफुली दे विल बी सम काइन्ड अफ कोल्याबोरेसन्स एन्ड इन्सपिरेसन I think, you know, in a way to look at sort of each other and get inspired also. And that aside, of course, like Photo Circle, Naintara, everybody, you know, in many ways have that as a very rich sort of community of photographers and practicing artists here and within the region as well, you know, expanding beyond Kathmandu and India and Bangladesh and Pakistan. So हाम्रो चाहिँ although बुनु र मेरो चाहिँ हाम्रो फर्स्ट टाइम मैले भने जस्तै हामी फर्स्ट टाइम बेसी वी हैविङ लाइक अ सिट डाउन कन्भर्सेसन त्यो पनि डाइरेक्टली यो रेकर्डिङै गर्नुको लागि हैन मेबी व्हेन आई एम इन टाउन वी क्यान क्याच अप तर बुनु र मेरो एकदम हाम्रो एकदम फ्रेन्ड्सहरु चाहिँ एकदम कमन सर्कल रहेछ हामी वी आर अराउन्ड मुभिङ अराउन्ड द एजेस अफ द सेम sort of like overlapping groups अनि हाम्रो एकदम कुल साथी छ हाम्रो एकदमै महाको कुलेस्ट साथी छ उहाँको नाम हो निकिता त्रिपाठी we are both we love Nikita so much I know Nikita you are listening to this episode because you know Nikita listens and तिमीले एपिसोड सुनिरहेको छु भन्छ so thank you so much Nikita Nikita is so cool यार Nikita please हाम्रो लागि एउटा के युरोपबाट के स्पेशल पठाउ त एउटा एपिसोड रे के Oh my God, निकितालाई पनि त्यही वर्कसपमै भेटेको हो नि त अनि त्यसपछि हँसाएर है हामीलाई त अब उसले के भन्छ भनेर थाहै हुँदैन नि त एकदम अनफिल्टर्ड छ होइन अनि म त उसलाई कहिलेकाहीँ निकिता मलाई हँसाउ न प्लिज I really miss Nikita यार म निकितासँग यस्तो दामी मेरो गजबको गफहरू जान्छ है अनि अर्को यो I don't know if men do that तर हामी चाहिँ as women चाहिँ अब जस्तो मेरो र निकिताको हाम्रो फ्रेन्डशिप हैन so when I was traveling म केही समयको लागि बर्लिन बस्दा she was like oh you have to meet my friend Priyam like you'll like have such a great time with my friend but then I became friends with Priyam and I had the best time अब हामी पर्खिरहेथ्यौँ कहिले निकिता मेरो र प्रियमको भेट हुन्छ भनेर so women we also tend to do that we just pass on some of our like share our friends हैन I don't know केटाहरूको त साथी नै हुँदैन so sad है have to be friends now my मेरो ठुलो जिन्दगीको पीडा छ कि my husband thinks I am his friend I'm like you are not my friend you are not my friend you are my husband
You are my husband. I had to marry you for tax purposes. समान समान नागरिकताको हक नभएर तर तर एनीवे नो दिस वाज अ लट अफ फन थ्याङ्क यू सो मच म फेरि भन्छु ल यसरी भन्नु पर्यो नि त अब होइन अब हाम्रो गफ त है अब चलेकै हुन्थ्यो होला बुनु है अब अलिकति के गर्नु समयको पाबन्दीले गर्दा अब यो हाम्रो रमाइलो गफगाफलाई हामी अब यही नै बिट मार्नु पर्ने अवस्था आइसकेको छ सो थ्याङ्क यू सो मच बुनु फर Did I call you Binu Ogi? I'm sorry if I called you Binu. No, you didn't. No, you called me Bunu. Okay, dear Bunu. Thank you so much for... I've also been called Bunu. I think it's such a nice name, right? Bunu भनेर भन्नु. So cute. मेरो नाम खास गरी यो मेरो आमा बुवाले अर्कै कृपा गरिमा सोचेको थियो अनि मलाई सधैँ बुनु बुनु भन्ने अनि मैले सानोमा नमानेको रे के मेरो नाम so strong, independent, strong-headed girl from a young age who's an artist now. You know, that should be a bio. I refuse to change my name. I said no from a very young age. You're very clear about what you want to be, how you want to be called. But anyway, it's nice that you stuck to Bunu. अनि धेरै धेरै धन्यवाद हाम्रो एपिसोडमा जोइन हुनुभएकोमा अब साँच्चै हाम्रो टाइम सकिन लागेको छ त्यसले गर्दा फेरि पनि भन्न चाहे इट वाज नट योर फल्ट इट्स ओके इट ह्यापन्स धेरै धेरै धन्यवाद सुनिदिनु भएकोमा अनि बोजू बोजूलाई फलो गर्नु होला इन्स्टाग्राम फेसबुक एक्स टिकटक अनि हाम्रो न्युजलेटर bojuboju.substack.com अरु बुनुको काम कहाँ फलो गर्न सकिन्छ कृपया हाम्रो लाखौं करोडौं दर्शक र श्रोतालाई भनिदिनु होला कुनै दिन हुनेछ होला नि त लाखौं करोडौं बोजू होला ओके म इन्स्टाग्राममा छु स्याडली हेर्नु न मलाई एकदम मेरै गल्ती हो वेबसाइट अझै पनि बनिसकेको छैन है बट आइम अन इन्स्टाग्रामसँग पनि अलिकति मेरो डिफिकल्ट अफन टाइम्स आई किप डिएक्टिभेटिङ बिकज आई फिल वान निड्स टु डिट्याच बट आई वान्ट टु लर्न टु डिट्याच बाई बिङ देयर सो इन्स्टाग्राममा फलो गर्नु होला मेरै नामले त्यही भन्न चाहन्छु धेरै धेरै धन्यवाद छ ब्रिकुटीलाई यहाँ बोलाइदिनु भयो यहाँ अब हामीले के कुरा गर्यौँ चाहिँ मलाई थाहा छैन अब सुनेपछि मात्र थाहा हुन्छ होला हामी अनफिल्टर राख्छौँ बुनुले मलाई धेरै कुरा काट्नु म राख्नेवाला छु इन्क्लुडिङ द फ्याक्ट द्याट शी इज फ्रेन्ड्स विथ माई फेभरेट चाइल्डहुड क्रश Sudeep Gurung, the first person I know who says they know Sudeep Gurung. So please tell me all about him after we press stop on the recording button. Thank you so much. अब कस्तो रमाइलो भयो यहाँ आएर गफ गर्न पायो अनि मलाई त्यही भएर पनि आउनु मन लाग्यो यहाँ आयो भने of course गहन कुरा पनि हुन्छ but we could and that's been your like how incredibly you guys do it okay? And that's why I'm a big fan, like to be able to talk gahan kura pani, but yet also have a lot of fun along the way, and not to forget, and not to think in binary always. This, that. We are the best. Only we are the best. Thank you so much for saying we are the best. You're the best. You're the best. Bande hamro. दुई शब्द यही टुङ्ग्याउन चाहन्छौँ धेरै धेरै धन्यवाद यही टुङ्ग्याम Bye bye.